गाइस आज चाहिँ सन्डेको दिन म चाहिँ आज यसो चाउमिन किन्ने भनेर जान लाग्छु। यहाँ कस्तो चाउमिन पाइरहेछ तपाईँलाई हेर्नुलाई त म तपाईँलाई देखाउँछु। फाइनली चाउमिनको प्याकेट किन्न म चाहिँ रुमबाट निस्किएँ। मसँग स्याम्पू थिएन, म चाहिँ स्याम्पू किन्न आएको थिएँ। यहाँ चाहिँ यसो हेरेर लानु पऱ्यो कुन चाहिँ स्याम्पू मलाई बेस्ट लाग्छ, त्यो स्याम्पू चाहिँ मैले हेरेर मलाई चाहिँ एकदम मनपर्ने फेभरेट भनेको सोनसिल हो। सोनसिल स्याम्पू चाहिँ म चाहिँ लिएर जाने। हेरौँ यसको दाम कति पर्दो रहेछ। फाइनली मैले चाहिँ स्याम्पू चाहिँ किनेर आइसकेँ। यसको प्राइस चाहिँ रहेछ 12 रुपियाँ रिङ्गिट रहेछ। साथमा हामीसँग पानी पनि थिएन। अङ्कलले पानी भरिदिनु हुनु रहेछ बोतलमा। हामी ऊ पारी मेसिन देखेको छु, मेसिनमा चाहिँ पैसा हाल्यो भने चाहिँ पानी आउँछ। हामी चाहिँ स्याम्पू र पानी लिएर चाहिँ आइसक्यो। अब चाहिँ किन्ने पालो चाउमिनको। चाउमिन किन्न लागि सबैभन्दा पहिले चाहिँ म दोकानभित्र छिरेँ। यहाँ चाहिँ हाम्रो नेपालको जस्तो चाउमिन पाउँदैन, त्यहाँ चाहिँ अर्कै फर्का प्याकिङमा भएको छ। यो चाहिँ अर्कै खालको हुन्छ। जे जस्तो भयो भने फर्स्ट टाइम खानु पऱ्यो भने चाहिँ गर्नको लागि चाहिँ मैले यो चाहिँ लिएर गएँ। अब यो किनिसकेपछि मसँग अजिनामोटो थिएन। अजिनामोटो पनि किन्नु पऱ्यो। यसो म भिड्दै गएर त भित्रतिर अजिनामोटो पनि रहेछ। मैले अजिनामोटो ठ्याक्क लगाएर उठाएँ, सानोमा राम्रो रहेछ। सामान किनिसकेपछि त बिल चाहिँ पे गर्नु पऱ्यो। मैले हतारमा बिल चाहिँ पे गरिदिइहालेँ। बिल पे गरेर चाहिँ म चाहिँ बाहिर निस्केँ। आज चाहिँ यति नै सामान किनेँ। यसो बाहिरतिर निक्लिएर त हाम्रो साथीहरू चाहिँ देखिरहनु भएको छ। कहाँ जानु लाग्नुभयो त्यो त मलाई थाहा भएन, तर म चाहिँ आफ्नो रुमतिर लागेँ। म चाहिँ सबै क्या सामानहरू किनेर चाहिँ भ्याइसकेर चाहिँ म चाहिँ अब रुमतिर लागेँ। रुमतिर आएर चाहिँ म चाहिँ पानी गरम गर्न सुरु गरिहालेँ। पहिले चाहिँ धारा खोलेर पतेलामा पानी हालेँ। म चाहिँ पतेलामा पानी हालेर एकछिन ग्यास अन गरेर त्यसलाई छोडिदिएको। त त्यतिखेर हाम्रो केटाहरूले फल ल्याएको रहेछ। त्यो फल चाहिँ के रहेछ भने यसो खानको लागेको त भित्रखेरि त बाहिरबाट पहेँलो देख्ने, भित्र चाहिँ लसुन जस्तो पो रहेछ। म चाहिँ गम मिठो रहेछ खाइहालेँ। 5-6 मिनट जति चाहिँ उता मैले फल सुरु खान गएको त यता गएर पानी तातिएको रहेछ। अब तातिसकेपछि चाहिँ अब चाउमिन चाहिँ हाल्नु पऱ्यो। मैले चाहिँ तातिएको पानीमा चाहिँ चाउमिन झम्म हालेँ। तातिएको पानीमा चाउमिन हालेर यसो उमालेको त छोरीसँगपछि म प्यान्दैछ। त्यसपछि मैले यसलाई राम्रोसँग चलाएर यसलाई बाहिर निकालेँ। अब चाहिँ यो भइसक्यो। अब मैले चाहिँ बाहिर निकाल्छु। फाइनली मसँग चाहिँ अब सबै सामान चाहिँ रेडी भइसक्यो। त्यो चाउमिन पनि साथमा भइसकेको छ, गोबी पनि काटेर सकिएको छ। अब चाहिँ पालो कराई। म चाहिँ कराई गरम गर्न लागेँ। कराई गरम गरिसकेपछि थोरै तेल हालेँ। तेल हालिसकेपछि मैले त्यो तेल खरिसकेपछि चाहिँ मैले प्याज हालेँ। मैले चाहिँ एकछिन प्याज नपाक्दासम्म त्यसलाई चाहिँ प्याजले चाहिँ चलाइराखेँ। त्यसपछि अब पाकिसकेपछि चाहिँ मैले अब गोबी हाल्ने सुरु गरिहालेँ। मसँग चाउमिन बनाउने मसलाहरू त खासै थिएन। मैले चाहिँ पहिला थोरै हल्दी हालेँ। हल्दी हालिसकेपछि मैले थोरै मिट मसला हालेँ। अरू सामान त मसँग गइ छैन। अब चाहिँ मैले त्यसलाई हल्का नुन हालिकन यसलाई राम्रोसँग पकाउन थालेँ। फाइनली गोबी चाहिँ पाकिसक्यो। अब चाहिँ पालो चाउमिन हाल्ने चाहिँ मैले चाहिँ पानीले पहिला चिसो गराएको थिएन। त्यसलाई हल्का चिसो गराएर फेरि मैले चाउमिन हालेँ। चाउमिन हालेपछि यसलाई मजाले लगभग 10-15 मिनटसम्म चाहिँ यसलाई मैले राम्रोसँग चलाएँ। यसो चलाउँदा गर्दाखेरि त चाउमिनबाट त कलर निस्किन पो लाग्यो, किनकि यहाँ चाहिँ पहिलेदेखि कलर हालेर राखेको हुन्छ। चाउमिन पनि बनेर रेडी भइसक्यो। अब चाहिँ खाने पालो हो। बिहान चाहिँ हामीले खाना खाएको थिएन। अहिले चाहिँ नास्ताको लागि चाहिँ थोरै चाउमिन बनाएको थियौँ। यसो त अब सबैजना मिलेर चाहिँ अब थालमा हालिकन